ल है त मेरो अर्को भिडियो आयो आलुको अचार, आलु दम भन्छौँ हामी नेपालीमा। सिम्पल एन्ड स्वादिष्ट आलुको अचार। लु चाहिने सामान चाहिँ यति नै हो। अनि आलु छ उसिनेर राखेर काटेको, अनि यति। अनि काँक्राको भित्र गुदी चाहिँ निकाल्नुपर्छ। अनि काँक्राको साइज अनुसार काटेको क्यारेट्स, मुला भए नि हुन्छ। त्यसपछि प्याज र गोलभेडा, अनि यो लसुनको पात हाल्दैछु। त्यसपछि फेरि हरियो के हो यो प्याजको पात, त्यसपछि हरियो खोर्सानी, त्यसपछि धनियाँ, इजी छ है। त्यसपछि भुटेको जिरा र धनियाँ पाउडर, त्यसपछि फेरि कालो तिल र सेतो तिल पिसेको, त्यसपछि फेरि के हो यो सिलाम, अनि यो टिमुर, अनि अदुवा र लसुनको पेस्ट। वाउ, अहिले खाउँ लागिसक्यो हेरेर कति राम्रो। अनि चिली फ्लेक्स, त्यसपछि मेथी चाहिँ पड्काउनुपर्छ अलिकति ज्वानो पनि। अनि यो के भन्छ, यो नाम पनि फ्याट आउँदैन क्या, बोल्नु नजानेर। बेसार चाहिँ उमालेकै तेलभित्र हाल्नुपर्छ है। अनि मजाले पाक्छ, मजाले घोल्ने, अनि यसरी होइन। वाउ, बेसार चाहिँ एकदम हुनैपर्छ। अझ मुला भएको भए अझ मुला पनि दामी हुन्थ्यो अलिकति हाल्नमा। अनि नुन हाल्नु बिर्सेछ र नुन चाहिँ अहिले हाल्दैछु है त। ल है अहै। अनि त्यसपछि कागती निचोरेर हाल्ने एउटा डल्लै चाखौँ है त अब कस्तो भएछ। ल ट्वाक्क लाएर, आहा, मलाई चाहिँ स्पाइसी नै मनपर्छ है सबै खानेकुराहरू चाहिँ। त्यही भएर अलिक स्पाइसी नै लाग्छ कि मैले चाहिँ है। अघि चाहिँ भिडियोमा देखाएको थिएन, तर मैले स्पाइसी थपेको थिएँ पछि। ल है ट्वाक आमा मजा आयो।